सरकारले ल्याएको करदाता प्रोत्साहन कार्यक्रममा तपाईँले नगदमा लिनुभएको सामानको बिललाई कसरी दर्ता गर्ने त? त्यो दर्ता गर्न आफ्नै मोबाइल फोनबाट तपाईँले गर्न सक्नुहुन्छ। त्यसको लागि सबैभन्दा पहिला आफ्नो क्रोम ब्राउजरमा जानुहोला। क्रोम ब्राउजरमा गइसकेपछि यहाँनिर तपाईँले चाहिँ के लेख्नुपर्ने हुन्छ त प्राइज irtgov.com GOV NP भनेर तपाईँले सर्च गर्नुभयो भने सिधै त्यसको इन्टरफेसमा तपाईँ सिधै पुग्नुहुन्छ। यहाँनिर सिधै म होमभित्रै पुगिसकेको छु। सबभन्दा पहिले त तपाईँले यहाँनिर कहाँनिर पुर्याउँछ भन्दाखेरि यहाँनिर तपाईँले प्राइज लेख्नु होला। त्यसभन्दा पछि आइआरडी जाऊ यहाँ हान्नुभयो भने यति यसरी खुल्यो भने यहाँनिर तपाईँले सुरुमा देखिराख्नु भएको कुरा करदाता प्रोत्साहन उपहार कार्यक्रम भनेर भनेको छ। अब यसमा आइसक्यो भन्दापछि यहाँनिर सबभन्दा पहिला हामी नगदमा छौँ। तपाईँले विद्युतीय कार्ड क्युआरमा क्लिक गर्नुभयो भने ग्रिनमा यस्तो सिम्बल देखाउँछ। नगदमा जानु पर्यो। नगदमा गइसक्यो भन्दा तपाईँले आफ्नो बिल दर्ता गर्नुको लागि नगदमा किनेको सामानको बिल दर्ता गर्नुको लागि बिल विवरण बिल नम्बर यहाँनिर टाइप गर्ने। त्यसभन्दा पछि यतापट्टि तपाईँले के गर्नु पर्यो त विक्रेताको प्यान नम्बर जुन पसलबाट किन्नुभएको थियो त्यसको प्यान नम्बर यहाँ हान्ने र यहाँ मिति हान्ने र त्यसभन्दा पछि बिल कुल रकम हान्ने। तपाईँको बिलमा कति रकम थियो त्यसभन्दा पछि यहाँनिर भुक्तानीको विवरण भनेको तपाईँको भुक्तानीको विवरण यहाँनिर तपाईँको आफ्नो नाम मोबाइल नम्बर ठेगाना हालेर के गर्ने त यहाँनिर पुरस्कार कुपन सिर्जना गर्ने। यदि गरिसक्यो भन्दा तपाईँले आफ्नो नगदमा किनेको सामानको कुपन कोड रेडी हुन्छ। त्यति भइसकेपछि तपाईँको बिल दर्ता भइसक्छ र यसरी दर्ता गर्नुभयो भने तपाईँ पनि पुरस्कार जित्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले आजै यो तरिकाबाट तपाईँले यदि नगदमा सामान किन्नुभएको छ भने आफ्नो बिल अनिवार्य दर्ता गरौँ साथीहरू। अबको आजको यस भिडियोमा यहाँहरूलाई यो इन्फर्मेसन कस्तो लाग्यो? यदि यो इन्फर्मेसन अझै राम्रो लाग्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।